हे गाइज आज हो नेक्स्ट डे अनि हिजो चाहिँ हामी आएर होइन यहाँ चाहिँ अनि बसेको हामी चाहिँ काम गर्ने ठाउँमा अनि देख्नु होइन गाउँ चाहिँ यही नै हो। हामी चाहिँ हिजो यही घरमा बसेको अनि यहाँ छ काम अनि हामी चाहिँ काममा लागिरहेको छौँ। बाँकी यहाँ भित्ताको साइडको पनि काम छ, अहिले चाहिँ मेन तलको साइडको काम छ होइन। हाम्रो चाहिँ यहाँ तलको चाहिँ पुरै दिवाल लगाउनु छ होइन, देख्नु उताबाटै यहाँदेखि चाहिँ यहाँसम्म छ, सिधै यहाँसम्म चाहिँ यो चाहिँ दिवाल लगाउनु छ। अनि यहाँदेखि नजारा देख्नु न क्या दामी देखिरहेको छ होइन, पुरै बादल बादल देखिरहेको छ अगाडि अनि पुरै सानो घरहरू देखिरहनु होइन उताको गाउँहरू। बाँकी यही नै छ होइन। अनि यो डाँडाको माथिदेखि त भ्यू एकदम दामी आउँछ होइन। अनि यो गाउँ चाहिँ होइन सबैभन्दा गाउँको माथिको टपमा छ यो गाउँ। अनि यहाँदेखि चाहिँ नजारा दामी देखिन्छ होइन यो माथिको डाँडादेखि। पछि तपाईँलाई पछि देखाइहाल्छु म। अनि अहिले भने हामी काम गर्न लागिरहेको छौँ, देख्नु होइन बुवा पनि हुनुहुन्छ। माटो पनि एकदम गिलो गिलो छ देख्नु होइन, पुरै रातो माटो छ, पुरै माटो धसिरहेको छ तलतिर देख्नु होइन, यस्तो माटो छ। अब यस्तो माटोमा काम गर्न पनि अप्ठ्यारो हुन्छ। यो माथिको ढुङ्गाहरू पनि आउन सक्छ, देख्नु न एकदम ठुलो ठुलो ढुङ्गाहरू छ। म जान लागेको थिएँ तल होइन, यो राति माटोमा मेरो पुरै खुट्टै धसिसक्यो देख्नु न, यस्तो माटो छ राति माटो, यसमा चाहिँ चप्पलै धसिसक्यो होइन, चप्पलै टुट्ने जस्तो भइसक्यो हेर्नु न। राति माटोमा त यस्तो भइहाल्छ होइन। A few moments later. सो गाइज अहिले चाहिँ टाइम 12 बजिसकेको छ अनि हामीले चाहिँ काम गरेर चाहिँ मसला सबै बनाएर 2 कट्टाको देख्नु होइन यति बचिरहेको छ अहिले मसला। अनि पानी परिरहेको देख्नु होइन, एकदम जोरको पानी परिरहेको छ। अहिले भर्खर भर्खर कम भइरहेन, एकदम बादल बादल छ देख्नु होइन। अहिले चाहिँ केही पनि देखिरहेन उतातिर। अनि 12 बजिसकेको छ, मसला बनाएर पनि हामीले आधा हालिसकेको छौँ, अझै हालिरहौँ। अनि त्यही हो खाना पनि बन्दैछ त देख्नु होइन। यहाँ चाहिँ खाना बन्दैछ चुलोमा देख्नु होइन, यहाँ बनिरहेको छ भात, दाल चाहिँ बनिसक्यो होला। अनि अहिले चाहिँ पानी परेर हामी एकछिन रेस्ट गरेर आएको छौँ। अनि त्यो मसला हालेपछि चाहिँ फेरि एकछिन सेड हुन दिनुपर्छ होइन, किनभने पानी पनि परेर अब के हुन्छ देखिन्छ खै। यहाँमा अनि एउटा डगी पनि छ होइन, यो हामीसँगै आइरह यहाँ बस्नको लागि, किन बाहिर पानी परिरह नि त, केहीको पनि गरिरहेन मलाई। डब्बु 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 जस्तै छ हल्का फुल्का होइन। अनि हामी चाहिँ काम गर्ने 4-5 जना छौँ, त्यसैले पनि छिटो भइरहेको छ। अनि एउटा कुरा न, हामी तली बसिरहेको थियौँ नि अर्को गाउँभन्दा यो गाउँमा चाहिँ एकदम मौसम ठिक भइरहेको छ, एकदम चिसो चिसो मौसम भइरहेन, एकदम हावा पनि चल्ने, एकदम रुखहरू पनि नजिक नजिक सानो रुखहरू छन् के देख्नु छन् होइन। यो जङ्गलको तलनिर देखिरह नि एउटा 2टा घर त्यहाँ छन्। अनि अर्को गाउँमा अनि यस्तै यस्तै गाउँ फाटो फाटो गाउँ छ देख्नु होइन, उता आदि उता देखिरहेको छ होइन। यति टाढा टाढा घर छन् देख्नु होइन। यो चाहिँ एउटा यो भयो, यसको माथि भयो, घरहरू चाहिँ यहाँ एकदम टाढा टाढा घरहरू छन्। अनि त्यसैले चाहिँ हामी काम गर्ने चाहिँ यसको तल थियो है, यो गाउँभन्दा तली नै थियो। यो डाँडाहरू देखिरह नि, यो डाँडाको तली नै थियो हामी अर्कोचोटि काम गर्ने। यो चोटि चाहिँ हामी यहाँ टपमा आएर काम गरिरहेको छौँ। अनि यो डाँडाको माथिमा गयो भने एकदम त्यहाँदेखि नजारा एकदम राम्रो देखिन्छ होइन यो डाँडामा गयो भने। अनि आउने भिडियोमा देखाइहाल्छु म। यो दिवाल त पहिला लगाएको छ होइन अरू मिस्त्रीले, अनि हामी चाहिँ हाम्रो अहिले काम गरिरहेको छौँ भने चाहिँ यहीँ हो देख्नु होइन। यहाँमा चाहिँ हामीले अहिले सरिया बिछाइसक्यौँ, अनि यसमा ढुङ्गा पनि बिछाइसक्यौँ होइन देख्नु। अनि यहाँ एकदम हिलो हिलो भइरहेको छ देख्नु होइन, यो पानीले गर्दा पुरै हाते कपडाहरू गिलो गिलो भइरहेको छ होइन देख्नु होइन। पुरै सरिया यस्तोरी बिछाइरहेको कि पुरै घुमाएर एकदम बाडेर बनाइरहेको छौँ। अनि यसमा चाहिँ मसला परेको छ त्यसैले ढाकेको, पुरै पानी भरिरहेको देख्नु होइन, पुरै पानी भरेर यो चाहिँ यति धेरै जोरको पानी आएर। अनि मसला छिटो हाल्नुपर्छ, नत्र भने यो माटो छ नि गिलो माटोहरू जतिखेर पनि यहाँ तल आउन सक्छ। अनि यसमा मसला हालेर अनि भित्तामा चाहिँ सपोर्ट गरेर यो माटो नहोस् भनेर पत्तर लगाएर, पत्तर पनि माथिमै छ देख्नु होइन। अनि उतैसम्म चिन्ने हो हामीले चाहिँ यो। तो हामीले चाहिँ काम गर्ने यही हो होइन, देख्नु पछाडि देखिरहेको छ नि, यसमा चाहिँ हामीले अहिले मसला हालिसक्यौँ र अब चाहिँ यसमा पानी एकछिन कम भयो भने फेरि मसला हालेर कम्प्लिट गर्छौँ यो काम। अनि किनभने यो माटो छ नि गिलो गिलो माटो, यो पनि आउन सक्छ, त्यसैले चाहिँ छिटो
गर्ने लागिरहेको छौँ। अब के कस्तो हुन्छ एकछिन पानी रोकिदिए सबै कम्प्लिट हुन्थ्यो कि यो मसला हाल्ने काम। मसला हालेपछि अनि चाहिँ यो ढुङ्गाहरू चाहिँ बिछाइदिनुपर्छ। लागम त बुवा चाहिँ यहाँ मसला हाल्दै गर्दै हुनुहुन्छ न, हामीलाई हाल्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ तसलामा लगिरहेको छौँ। यत्रो तसला छ ठुलो होइन, एकदम यसमा चाहिँ छिटो भइरहेको छ अनि मसला पनि सुक्खा भइरहेको। पानी हालौँ बुवा? पानी भयो? बारिसमा होइन पानी कमै हालौँ होइन, पानी परिरह हल्का पानी कमै हालौँ। त अहिले चाहिँ मलाई हाल्दै हुनुहुन्छ बुवा होइन तचलामा। बस लगिरहेको छौँ। एउटा राजु चाहिँ उता हुनुहुन्छ लगेर मिलाउँदै हुनुहुन्छ मसला। भयो? भातको चिप्टी पनि लागिसक्यो होइन, खाना पाकिसक्यो अनि खाना पकाउँदै हुनुहुन्छ। आगो त एकदम ठुलो बाल्दै हुनुहुन्छ होइन, पुरै दन्काएर सल्लाहको दाउराले। रेडी छ नि खाना? ल ल खाना रेडी भइसक्यो अनि मसला पनि यता देख्नु खतम भइसक्यो होइन। हामीले चाहिँ यसमा मसला सबै थियो, यो चाहिँ लगिसक्यौँ। अब यसमा चाहिँ अरू मसला बन्छ अनि अगाडि चाहिँ मसलामा चाहिँ कस्तो भयो? होइन खाना खाएर हामी फेरि लागिसक्यौँ आधा घन्टा रेस्ट गरेर। अहिले चाहिँ हामीले गिट्टी लगेको थियौँ, गिट्टी चाहिँ उता खान। अनि अहिले चाहिँ बालु लिन गइरहेको छौँ। माथि छ बालु अनि यहाँदेखि हेर्नु न नजारा कस्तो देखिरहेको छ होइन। उता पुरै पाहाडहरू देखिरहन्, बादलहरू एकदम सुन्दर देखिरहेको छ। उताको चाहिँ गाउँ ओखडी भन्छन् होइन, ओखडी गाउँ। म चाहिँ पहिला गएको थिएँ अनि त्यो गाउँ पनि देखिरहेको यहाँबाट। अनि यहाँदेखि माथि जङ्गल देखिरहेको देख्नु होइन, पुरै जङ्गलै जङ्गल छ। कोरी अनि एउटा कट्टा रसी लगेर गइरहेको छु बालु लिनको लागि। माथिको जङ्गल त देख्नु पुरै एकदम बाघवाला जङ्गल छ होइन। यहाँमा चाहिँ बाघ जतिखेर पनि बसेको हुनसक्छ होइन। जडाय भयो, रतुवा भयो, गुनाहरू भए, बाँदरहरू भए, बाघ त अब बिचमा बसी रहन्छ। बाघ त मेन छ बुवा यहाँमा जङ्गलमा, जतिखेर पनि हुनसक्छ यहाँ आउँछ तर गुना हुन्छन्, गुना बसेको हुन्छन् त्यो। अनि यो जङ्गली जनावरको जतिखेर पनि डर हुन्छ होइन जङ्गलमा। अनि